हेलो 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 नमस्ते 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 साथीहरू। म अहिले हाल साउदी अरबमा छु। साउदी अरबको रस्तानोरा भन्ने ठाउँमा छु र म यो चाहिँ यहाँ म बस्ने भिल्ला भन्दा अगाडिको दृश्य देखाउन गइरहेको छु। यो साउदी अरबको विकास भनिन्छ। यो जस्तै अगाडि देखिरहेको छ, यो घरको अगाडि राखिएको डस्टबिन हो हैन। यो चाहिँ मेरो बस्ने ठाउँ। यहाँबाट हामी माथि जान्छौँ। यो हाम्रो भिल्ला हो। यो मेन रोड हो, गाडी पार्किङ पनि गर्न मिल्छ। यहाँ अन्य कम्पनीहरू, स्कुल छ अगाडि, त्यो मद्रासा भन्छ। यहाँबाट म यसरी जाँदैछु। यो डस्टबिन यस्तो हुन्छ। यतापट्टि यो भयो, यो अर्को कम्पनी। यसरी अब हामी जाँदा हाम्रो म बस्ने ठ्याक्कै अगाडिपट्टि चाहिँ यस्तो गार्डन छ, सरकारी गार्डन हो। यो पैसा लाग्दैन यहाँ भित्र जानको लागि। कुनै पनि बेला कोही पनि यहाँ भित्र गएर खेल्ने, घुम्ने, बच्चाहरू, ठुलो मान्छेहरू सबै वाकिङ गर्न सक्नुहुन्छ। साउदीको सरकारले यो म बस्ने भिल्ला हो। यहाँबाट म अब भित्र इन्ट्री गर्दैछु। यो चाहिँ खुल्ला पार्क हो। हाम्रो देशको नेताजीहरूले पनि कुनै दिन यस्तै खुल्ला पार्कहरू बनाउनुहुन्छ भन्ने आशा गरेको छु। मेरो गाउँ गोर्खा नगरपालिका वडा नम्बर 7 हो र मेरो वडामा कहीँ पनि खेलकुद गर्ने ठाउँहरू छैन। खेल्ने गार्डन, बगैँचा, यसरी घुम्ने ठाउँहरू छैन। अब बनाउनुहुन्छ होला सायद भविष्यमा। यो बाथरुम हो, नुहाइधुवाइ गर्ने, पिसाब फेर्न जाने, यता बच्चाहरू खेल्नेहरू छ। अब हाम्रो देशमा त्यस्तो बनायो भने पैसै तिर्नुपर्छ पहिल्यै भित्र जानको लागि। यो चाहिँ पूर्ण रूपमा निःशुल्क हो। यहाँ अहिले रोजाको समय, इस्लाम धर्मको वार्षिक रूपमा गरिने रमजान महिना चलिरहेको छ। यो हेर्नुहोस्, यो सबै चौर हो, दुबो लगाइएको छ यहाँ। यो सरसफाइ गर्ने यो सबै यहाँ मान्छे हुनुहुन्छ। अहिले अब यो सबै डस्टबिन हो, पार्कमा राखिएको डस्टबिन। प्लास्टिक सहित यहाँ राखिएको छ। यहाँ हरेक ठाउँमा राखिएको छ। बस्ने सानो कुर्सीहरू, फोहोर फाल्ने डस्टबिनहरू, बच्चाको खेल्नको लागि बनाइएको छ। पिङहरू, यो कसैले पनि पैसा तिर्नु पर्दैन। अलि पर त्यहाँ फुटबल म्याच खेल्दै हुनुहुन्छ। त्यो ग्राउन्ड खाली भएको बेलामा हामीहरू पनि खेल्न पाइन्छ। अब अहिले चाहिँ स्पेसल्ली इस्लाम धर्मको चाहिँ व्रतको समय भएको कारणले गर्दाखेरि त्यति चहलपहल छैन। अहिले रोजा व्रत खोलेपछि फेरि यहाँ मान्छेहरूको भिड लाग्ने गर्छ। बच्चा बच्ची, महिलाहरू, पुरुषहरू, खेल्नेहरू खेल्ने, घुम्नेहरू घुम्ने, बस्नेहरू बस्ने, होइन, यस्तो टाइपको खेल्ने ठाउँ छ। यो हिँड्नको लागि बनाइएको वाकवे हो। हरेक ठाउँमा यसरी डस्टबिनहरू राखेको छ। हाम्रो त घर वरिपरि त पुरै छोडौँ, होइन। अब मेन रोडमा पनि डस्टबिन भेट्न गाह्रो हुन्छ। यो अब बास्केटबल खेल्ने ठाउँ पनि फ्रीमा यहाँको नगरपालिकाले बनाइदिएको छ। यसको अगाडि फेरि फुटबल खेल्ने ठाउँ छ। त्यहाँ पनि चौर पुरै दुबो, आर्टिफिसियल दुबो लगाइदिन्छ, बेला बेलामा चेन्ज गरिदिन्छ। अब हाम्रोमा त यो सबै फुटसल के भनेर पैसा तिर्नुपर्ने हुन्छ, एन्ट्री फी। यहाँ चाहिँ यो नगरपालिकाले फ्रीमा बनाइदिएको छ। ल, यस्तोलाई विकास भनिन्छ। यो एउटा राजतन्त्र भएको मुलुक हो। यो राजाले यहाँ देश चलाउनुहुन्छ, तर यहाँ कसैलाई राजतन्त्र के हो, गणतन्त्र के हो, प्रजातन्त्र के हो, कसैसँग मतलब छैन। यहाँ सबैले काम गर्न चाहनेलाई कामको कुनै कमी छैन। उपचार पुरै निःशुल्क छ। हेर्नुहोस्, सबै यस्तो छ। यस्तै हाम्रो गाउँठाउँ, हाम्रो वडा
नगरपालिकामा पनि कुनै दिन होला भन्ने आशा गरेको छु। अब हाम्रो नगर प्रमुखहरू वडा अध्यक्षज्यूहरूले पनि यस्ता